र तपाईँको यहाँ इलाका प्रहरी कार्यालय छ, यहाँ देख्नुहुन्छ तपाईँले। इनकेस उताबाट आउँदाखेरि तपाईँहरूलाई त्यस्तो खालको कुनै पनि गाह्रो साह्रो भयो भने यो इलाकामा पनि तपाईँहरू गएर सोध्नु सक्नुहुन्छ। तपाईँको त्यहाँनिर प्रतीक्षालय छ, त्यहाँ गएर प्रतीक्षा गर्नु बस्नु सक्नुहुन्छ है। र यो हाइवे अब यहाँ बनिने क्रम छ नेपालमा। अहिले चाहिँ यता निर्माणाधीनको कुराहरू छ, हाइवेहरू यहाँनिर हाम्रो चाहिँ एसियन हाइवे बनिरहेछ। अब यहाँदेखि उता तपाईँको पुरै एसियन हाइवे एकदमै बन्ने क्रमहरू छ। यहाँसम्म चाहिँ एकदमै बनिएर आइरहेको छ एसियन हाइवे र मजाको छ एसियन हाइवे। यो पनि एउटा चेक रहेछ अब इन्ड भयो चेक है। र मेनली तपाईँको काँकरीभिट्टा भन्छ, यो पूर्वीको नाका काँकरीभिट्टा भन्छ। यो लास्ट सहर हो है, त्यसै कारणले यो लास्ट सहर। यहाँनिर ब्याङ्क छ, तपाईँहरूलाई इनकेस सटिया गर्नु पऱ्यो भने अथराइज तपाईँको सटिया काउन्टरहरू छ। तपाईँको यहाँ रेट तोकेको रेटहरूमा मात्रै एक्सचेन्ज हुन्छ। यहीँ ब्याङ्कमा पनि तपाईँहरूले एक्सचेन्ज गर्नु सक्नुहुन्छ है। अनि अब यहाँदेखि तपाईँको एकदम पश्चिमतिर लाग्दाखेरि भनेको अब यतातिर भयो, यो अब झापा जिल्ला सुरु भयो।